डेन्जर हुन्छ के डेन्जर 33 केबी को रहेछ हैन 33 केबी भन्नाले धेरै हो के मान्छे त एकदमै अन द स्पट जलेर कोइला हुन्छ के कोइला मरिहाल्छ एकदम। हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। चाहिँ आज हामी काम गरिरहेछौँ पावर हाउसको स्विच यार्डमा। हेर्न सक्नुहुन्छ पावर हाउसको स्विच यार्ड भनेको एकदमै डेन्जर भन्ने बित्तिकै मान्छेहरूलाई एकदमै डर लागिहाल्छ हैन। डर लाग्ने चिज नै हो, तर हैन राम्रोसँग काम गर्नु पर्यो मान्छेहरूले। यदि अलिकति मिस्टेक गरे भने मान्छे अन द स्पोट घाइते या मर्न पनि सक्छ, अन द स्पोट डेथ पनि हुन्छ। त्यसैले यो स्विच यार्डको काम एकदमै डेन्जर काम हो। हामी चाहिँ टेस्टिङमा छौँ अहिले चाहिँ हामी चेक गरिरहेछौँ। उता हेर्न सक्नुहुन्छ यहाँको ट्रान्सफर्मरको चाहिँ प्यानल खुल्या छ। अब के भन्छन् कन्सिडिटी भन्छन् कि के भन्छन् त्यसलाई, त्यस्तै के भन्छन् हैन, त्यो चेक गरिरहेछन् चाहिँ हैन। म अब इलेक्ट्रिकल त मान्छे हैन, अलि वान फेजसम्म त म जोड्छु घरको वायरिङसम्म, तर यो पावर हाउसको सम्बन्धीमा च्यानलमा फिटिङ गर्ने हैन त्यस्तो चाहिँ मलाई आउँदैन हैन। अनि त्यही पनि अलिअलि सपोर्ट गरिहाल्छु। आज उता पनि सबैतिर अहिले चेक भएको हो। अनि यहाँ चाहिँ हैन अब चलिसकेपछि यहाँ आउन एकदमै डेन्जर हुन्छ के डेन्जर 33 केबी को रहेछ हैन 33 केबी भन्नाले धेरै हो के मान्छे त एकदमै अन द स्पोट जलेर कोइला हुन्छ कि कोइला मरिहाल्छ एकदम। ल ओके बाई है, भनौँला अर्को नेक्स्ट भिडियोमा। थ्याङ्क यू फर वाचिङ माई भ्लग।